उपस्थित सम्पूर्ण महानुभावमा म हार्दिक नमस्कार भन्न चाहन्छु। र यो उद्घाटन सत्रलाई हामीले सकेसम्म छोटो बनाउँदै यसपछि हाम्रो टेक्निकल सेसनमा हामी डिटेलमा छलफल गर्छौँ। अघि भन्नुभयो जस्तै यो चाहिँ कार्यान्वयन योग्य गाइडलाइन बनाउनको लागि र भोलि कार्यान्वयन गर्नको लागि पनि चाहिँ सहज हुने तरिकाले यहाँहरूलाई हामीले त्यो तरिकाले पनि आमन्त्रण गरेका छौँ। खास गरी सोलर पम्पिङ प्रणाली चाहिँ प्रयोग गर्नुभएको उपभोक्ता समितिहरूलाई पनि हामीले खबर गरेका थियौँ। पम्पिङ महासङ्घ पनि पम्पिङ खानेपानी प्रणालीको महासङ्घ पनि हामीले खबर गरेका छौँ। अघि भन्नुभयो जस्तै सफल भएका आयोजना र सोलर पम्पिङ विफल भएका आयोजनालाई पनि हामीले खबर गरेका थियौँ। यद्यपि कति उपस्थित हुन सक्नु भएको छ कुराहरू आउलान् भन्ने मैले चाहिँ देखेको छु। र खानेपानीमा सोलर पम्पिङ चाहिँ कस्तो हुँदो रहेछ भने अघि मान्यज्यूले पनि राख्नुभयो, घाम नलागेको अवस्थामा पनि सायद पानी तान्न सक्ने प्रणाली पनि विकास भएको छ कि जस्तो लाग्छ। अहिले एपिसीको प्रेजेन्टेसनमा पनि आउँछ होला। र म आफू डिभिजन प्रमुख हुँदै गर्दाखेरि पनि राखेका केही योजनाहरूमा पहिला विभागले पनि केही सोलर चाहिँ जडान गर्थ्यो खानेपानी प्रणालीमा। त्यसमा चाहिँ कतिपय अहिले पछिल्लो समय हेर्न जाँदाखेरि त्यो चाहिँ डिफङ्क्ट भएको अवस्था, सञ्चालन नभएको अवस्थामा छन्। कतिपय चाहिँ सञ्चालन भइराखेको, राम्रो अवस्थामा सञ्चालन भइराखेको छ। केही अगाडि मात्रै बाह्रको महागढीमा खानेपानीमा पुगेका थियौँ हामी त्यो मेलाको समयमा व्यवस्थापन गर्न भनेर। त्यहाँ चाहिँ सोलर जडान भएको छ तर काम गर्दैन रहेछ। त्यो हुस्सुको कारण वा उहाँहरूले राम्रोसँग चलाउन नसक्नु भएर फेरि प्रयोगमा रहेको छ। त्यस्तो खालको समस्या चाहिँ अब यो गाइडलाइनमा कतिपय अवस्थामा हाइब्रिड पम्प राख्न सक्छौँ होला, इलेक्ट्रिक र सोलरका अलिक कस्टली महँगो पर्दो रहेछ। त्यो फेरि मैले आफ्नो डिभिजन प्रमुख हुँदा त्यो पनि प्र्याक्टिस गरेको थिएँ। अलिक महँगो पर्दो रहेछ। अब कसरी कस्ट इफेक्टिभ रूपमा र दिगो रूपमा सञ्चालन हुने गरिकन हामीले पम्पिङ प्रणालीलाई सोलरमा कन्भर्ट गर्न सक्छौँ। अब पम्पिङको त विकल्प छैन वास्तवमा। हाम्रा ग्राभिटीका स्रोतहरूले मात्रै खानेपानी प्रणाली धान्न सक्ने अवस्थामा छैन। त्यसैले अब पम्पिङ प्रणालीमा हामी जानु नै पर्नेछ। र त्यो पम्पिङमा पनि हामीले चाहिँ सोलर प्रणालीलाई चाहिँ अवलम्बन गर्न सक्यौँ भने अझै यो फ्रीमा पाउने ऊर्जालाई उपयोग गर्न सक्छौँ कि त्यसलाई कसरी गाइडलाइनमा सही तरिकाले इन्टरप्रेट गर्न सक्छौँ भन्ने तरिकाको चाहिँ छलफल हो। र हामीले खानेपानीको भनिसकेपछि समग्र विषयहरू, खानेपानीका समग्र विषय आउने नै भयो। र यसमा पम्पिङ प्रणालीमा हामी जुन विद्युत महसुलको छुटको कुरा गरेका छौँ, अहिले पनि श्रीमान सचिव यहीँ हुनुहुन्छ, मन्त्रालयले पहल गरिराखेको छ यसमा। गत वर्ष म विभागको महानिर्देशक हुँदै गर्दा पनि हामीले चाहिँ मन्त्रालयमा त्यसको कार्यविधि एउटा ड्राफ्ट गरेर पेश गरेका थियौँ। अहिले पुनः त्यो छलफल भएर फेरि अगाडि बढ्दै गरेको अवस्था चाहिँ मैले देखेको छु। सायद यो चाहिँ पम्पिङ प्रणालीमा विद्युत महसुल अनुदान दिने प्रक्रिया चाहिँ म गण्डकी प्रदेशको प्रदेश सचिव हुँदाखेरि हामीले त्यहाँ चाहिँ एप्लाई गरेका छौँ। गण्डकी प्रदेशले अहिले पनि अनुदान दिन्छ होइन। त्यो चाहिँ स्किम हेरिकन, स्किमको साइज हेरिकन अनुदान अहिले पनि दिन्छ गण्डकी प्रदेशमा। म आफै त्यति बेला प्रदेश सचिव थिएँ। बजेट व्यवस्थापन गरेर कार्यविधि त्यति बेलाको प्रदेशको मन्त्री परिषदबाट स्वीकृत गराएर अनि त्यसलाई चाहिँ अवलम्बन गरिएको। र त्यसै अनुसार अहिले यहाँ चाहिँ हामीले छलफल पनि बढाएका छौँ। र अनुदान भन्दा पनि यो चाहिँ अहिले विद्युतमा नै छुट दिने हो कि भन्ने तरिकाले विद्युत सेवा महसुल नियमन आयोगमा सायद पेश गरिएको छ। यो तरिकाले पनि बढ्दैछ भने। अर्को चाहिँ खानेपानी प्रणालीहरूमा जुन अघि श्रीमान सचिवले भन्नुभयो कि उपभोक्ता समितिको जुन अतुलनीय योगदान छ होइन, यो उपभोक्ता समितिहरूले सञ्चालन गरिदिएको कारणले नै खानेपानी विभाग र खानेपानी मन्त्रालय त्यो उपभोक्ता समितिको जगमा उभिएको छ भन्छु म चाहिँ। किनभने विभागले एसेट क्रिएटरको रूपमा भूमिका खेलिराखेको छ र विभागले बनाएका संरचनाहरूलाई उपभोक्ता समिति मार्फत सञ्चालन गरेको छ धेरै ठाउँमा। यद्यपि अहिले केही बोर्डहरू बन्ने अवस्थामा छन्। र त्यस अवस्थामा हामीले चाहिँ उपभोक्ताहरूको तर्फबाट जुन चाहिँ उहाँहरूले कन्ट्रिब्युसन गर्नुपर्ने चाहिँ संरचना बनाउँदैखेरि लागत सहभागिता गर्नुपर्ने अवस्था थियो, त्यो अंश चाहिँ 0 हुनुपर्छ भन्ने आधारमा त्यो पनि हामीले गत वर्ष एउटा कार्यविधि चाहिँ ड्राफ्ट गरिसकेका थियौँ। मन्त्रालयमा अहिले पनि त्यो छलफल हुँदै अगाडि बढेको अवस्था छ। र कमसेकम संरचना बनाउँदै गर्दाखेरि चाहिँ उपभोक्ताको तर्फबाट लागत साझेदारी चाहिँ गर्न नपर्दै हुन्थ्यो, किनभने महसुल त उहाँहरूले तिर्नु नै हुन्छ भन्ने किसिमले हामीले त्यो पनि मन्त्रालयले त्यो तरिकाले पनि चाहिँ सोचिराखेको छ। कि मान्यज्यूले भन्नुभयो जस्तै हामीले अल्टिमेट गोल भनेको चाहिँ नागरिकको हितको लागि, उहाँहरूको स्वास्थ्य स्तर सुधार गर्नको लागि, उहाँहरूको जीवनस्तर सुधार गर्नको लागि र एउटा रिलायबल सर्भिस, दिगो सेवा, खानेपानी तथा सरसफाइको दिवस सेवा प्रदान गर्नको लागि नै हामी समग्र यो सेक्टरमा कार्यरत यहाँहरू सबै तपाईँ हामी लागिराखेका छौँ भन्दै म यो
उद्घाटन सत्रमा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर आउनुभएको मान्यज्यू श्रीमान सज्यू उहाँहरूप्रति र यहाँहरू सबैप्रति पनि हार्दिक धन्यवाद दिन चाहन्छु। मान्यज्यू सञ्चार मन्त्री हुँदाखेरि म एकछिन मन्त्रालय पुगेको थिएँ होइन, मेरो त पुरानो सेक्टरको मान्छे आउनुभयो, उहाँसँग एकछिन कफी गफ गरौँ भनेर फेरि एकछिन अरूलाई पठाएर पनि हामी बस्यौँ एकछिन। उहाँलाई यो क्षेत्रप्रति त्यति धेरै माया रहेछ वास्तवमा, र त्यो आवाज पक्कै पनि हामी उहाँको मुखबाट संसद भवनमा गुन्जनेछ। हामीले अब बुझाइराख्नु पर्दैन, खानेपानी तथा सरसफाइको यो माग हो, यो चाहिँ अभाव छ भन्ने कुरा बुझाइराख्नु पर्दैन, उहाँले बुझिसक्नु भएको छ। त्यसैले संसदमा हाम्रो आवाजहरू पुग्नेछ भन्ने अपेक्षासहित अब हामी टेक्निकल सेसनमा थप छलफल गर्नेछौँ र उपस्थित हुनुहुने सम्पूर्णप्रति हार्दिक धन्यवाद दिँदै यो उद्घाटन सत्र यहीँ समापन भएको निवेदन गर्दछु। हस्त।